कोठे बैठक हामी जाँदैनौँ। त्यो कोठे बैठक हो भने त्यो सिंहदरबार त्यस्ता नाथे राष्ट्रपाका मात्रै सभासद धेर भएका हामी किन भयो भने छुट्टै एउटा कोठा बसे भइहाल्यो नि, सदन चलन्जेल। त्यस्तो हुन्छ? त्यो मिलेन नि गुरु। त्यो मिल्छ होइन। अनि हिजो प्रधानमन्त्रीले बोलाएको कोठे बैठक हो, घरमा बोलाएको हो, निजी निवासमा बोलाएको भयो त। बालुवाटार प्रधानमन्त्रीको निजी निवास सरकारी भवन हो। तिनकुनेमा बोलाएको पहिला भेट्दाखेरि हर्कसँग भेट्ने बेला, पहिला मेयर जितेर आएका बेला भेट्ने बेला तिनकुने घरमा भेटे जस्तो त्यहाँ बोलाएको हो र कोठा जान्न हो नि। बोलाएको कहाँ? प्रधानमन्त्रीको सचिवालयमा। त्यो कोठा हुन्छ? यस्तो बोल्ने त्यो कोठा होइन नि। त्यो त राज्यको प्रशासकीय भवनको सबैभन्दा ठुलो ठाउँ। त्यहाँ विपक्ष मध्येको हर्कसामा पुग्नु पर्दैन? वार्ता गरेर अगाडि बढ्ने भनेदेखि स्वार्थपूर्ण वार्ता गर्नु पर्यो। वार्ता गर्दाखेरि न्यू खोजा क्वेसन राखेर आफ्नो मात्र पेलन गर्यो भनेदेखि नियमापत्ति गर्नु पर्यो। त्यो हो नि त जिम्मेवारी जनताले दिए अहिले हर्कलाई होइन। अनि हर्कलाई जे मन लाग्यो त्यही। यस्ता नाथे प्रधानमन्त्री, यस्ता नाथेले के गर्छन् अब हामी यो शब्दहरू छ नि दलगत रूपमा ती व्यक्तिले त्यसरी अर्को भविष्य कस्तो देख्नु भएको छ सर? यही पारा लिएर गए, सुधारेर ल्याएनन्। उनले जनताको आवाज बोलेर आफ्नो आवाजलाई धिमी बनाएर राखेर आफ्नो आवाज घरमा थन्काएर जनताको आवाज उनले सदनमा फेरि मोबाइलमा होइन नि, के हो त्यो भने मोबाइलमा स्ट्याटसमा लेख्ने त्यहाँ होइन, सदनमा बोल्नु पर्यो।